आफ्नो पितृ रमानलाई पुज्ने हुनको कारणले हामी यसरी वर्षमा विशेष गरी दुई पटक समयको परिवर्तनलाई ध्यानमा राखेर उधौली र उभौली चाड मनाउने गर्छौँ र आज यो प्रस्तुत भइरहेको हाम्रो उभौली चाडको माङ्सिलीमा हाम्रा लिच्छा लिच्छामाहरूले प्रस्तुत गर्नु भइरहेको छ। जसलाई हामी कृषिको समयको श्री गणेश भएको पनि हामी मान्छौँ र परपूर्वकालदेखिको मानव जातिको उत्थान अझ पनि रोकिएको छैन। यसै कारण हाम्रो पिता पुर्खाले ढुङ्गे कालदेखिको लिएर जब जब कृषि गर्ने औजारहरू जस्तै खनजोत गर्ने हलो कोदालो इत्यादिको आविष्कार हुँदै गयो र आजको दिनमा हामी यहाँ ती औजारहरूलाई पनि हामी बुझ्ने गर्छौँ। साथै हामीले मानव उत्थानको लागि खेती किसान गर्दाखेरि हामीले वन जङ्गल फाँड्दाखेरि कतिपय अन्जान निर्दोष पशु प्राणी साथै कीट पतङ्गको पनि हत्या हुन्छ। त्यसलाई पनि हामी आज यसरी मानसिकता समाजले